চীনের নতুন আইনের বিরুদ্ধে দার্জিলিংয়ে বিক্ষোভ মিছিল তিব্বতী সম্প্রদায়ের। চীনা সরকারের বিরুদ্ধে মানবাধিকার লঙ্ঘন ও দমন পীড়নের অভিযোগ তুলে বুধবার দার্জিলিংয়ে বিক্ষোভ মিছিল করল তিব্বতী সম্প্রদায় এবং তিব্বতী মহিলা সমিতি। চৌরাস্তা থেকে শুরু হয়ে দার্জিলিংয়ের বিভিন্ন এলাকা ঘুরে দার্জিলিং বাজার পর্যন্ত এই মিছিল অনুষ্ঠিত হয়। বিক্ষোভকারীরা চীনের ল অন প্রমোটিং এথনিক ইউনিট অ্যান্ড প্রোগ্রেস আইনের তীব্র বিরোধিতা করেন। 1 জুলাই 2026 থেকে কার্যকর হওয়া এই আইনের ফলে তিব্বতীয়দের সাংস্কৃতিক, ধর্মীয় এবং ভাষাগত পরিচয়ের উপর নেতিবাচক প্রভাব পড়বে বলে তাদের আশঙ্কা। মিছিলে অংশগ্রহণকারীরা অভিযোগ করেন, এই আইন জাতিগত সংহতির নামে তিব্বতী জনগোষ্ঠীর স্বতন্ত্র ঐতিহ্য এবং সংস্কৃতিকে ক্ষুণ্ণ করতে পারে। তারা তিব্বতের মানুষের মৌলিক অধিকার রক্ষা এবং তাদের নিজস্ব পরিচয় অটুট রাখার দাবিতে সরব হন। এদিন বিক্ষোভকারীরা আন্তর্জাতিক মহলের দৃষ্টি আকর্ষণ করে তিব্বতী জনগণের অধিকার সুরক্ষায় প্রয়োজনীয় পদক্ষেপ গ্রহণের আহ্বান জানান। পাশাপাশি মানবাধিকার রক্ষায় বিশ্ব সাম্প্রদায়িককে আরও সক্রিয় ভূমিকা নেওয়ার আবেদন জানানো হয়। In Tibet, liar, liar, ETP, UNO, we want justice, we यहाँ 1 जुलाईको दिनमा दार्जिलिङ रिजनल नारी सङ्घको तत्त्वावधानमा चीनले आज एउटा एथनिक युनिटी ल भनेर एउटा ल आज पास गरेर त्यसलाई चाहिँ अझ इम्प्लिमेन्ट गर्दैछ तिब्बतमा। त्यो चाहिँ के हो भने नेपालीमा भने चाहिँ जातीय एकता कानुन हो। त्यो जातीय एकता कानुन भने राम्रै हो, तर यो चीनमा चिनियाहरूको लागि चाहिँ राम्रो हो। तिब्बत चाहिँ चीनको अधीनमा कहिले पनि थिएन नि त। 1959 सालमा चीनले क्याप्चर गरेर त चीन तिब्बतको अन्डरमा आएको। त्यो पहिला त चीन एउटा सिङ्गो राष्ट्र, स्वतन्त्र राष्ट्र, जहाँ आफ्नो झन्डा थियो, जहाँ आफ्नो नेता थियो, जहाँ आफ्नो मुद्रा थियो, जहाँ आफ्नो राष्ट्रगान थियो, आफ्नो भाषा, आफ्नो लिपि, आफ्नो संस्कृति सबै चीनसँग भिन्न थियो। तर 1960 को अगाडि 59 सालमा जब चीनले तिब्बत क्याप्चर गर्यो, चीनले एकदम संसारमा यस्तो रुमर फैलाएको कि छवि तिब्बत चाहिँ उनीहरूको एउटा प्रान्त हो भनेर अहिलेसम्म यो एउटा हिस्सा जस्तो गरेन नि, तिब्बतलाई सँगसँगै लाने। तब अहिले जुन चाहिँ अहिले 1 नेसन 1 पिपल 1 ल्याङ्ग्वेज भनेर जुन चाहिँ अहिले गर्दैछ, चिनियाहरूको लागि राम्रै हो नि त। तर हाम्रो त्यसमा संरक्षण हुँदैन त। चीनमा के हुँदैछ भने उनीहरूकै भाषा बोल्नुपर्ने, उनीहरूकै लिपि सिक्नुपर्ने। जब अहिले तिब्बतको नानीहरू जब 4-5 सालको जाने जब जुन चाहिँ हामी इङ्ग्लिसमा किन्डरगार्टन भन्छौँ, यतातिर हामी प्ले ग्रुप भन्छ नि, त्यो नानीहरू सबै लगेर होस्टेलमा एकदम कम्पलसरी होस्टेलमा राखेपछि त्यो नानीहरूलाई एकदम जबसम्म क्लास 12 पास हुँदैन तबसम्म होस्टेलमा 2 महिना 1 महिना छुट्टी हुन्छ, घरमा जान्छ। त्यो जुन चाहिँ स्कुलको ड्युरेसनमा छ, खालि चिनियाको भाषा बोल्ने, चिनियाको रीतिरिवाज, चिनियाको खालि शिक्षा दिने। त्यसो गर्दा चाहिँ हाम्रो नानीहरूले चिनिया भाषामा बेसी ध्यान हुन्छ, आफ्नो मातृभाषा चाहिँ बुझ्दैन। त्यसो गर्दा चाहिँ भविष्यमा चाहिँ जुन चाहिँ टिबेटन भनेको एउटा देखाउने मात्रै, पोइन्ट गर्ने मात्रै हुन्छ, तर त्यो सबै हराएर जान्छ क्या। आफ्नो वेशभूषा त लाउनु पाउँदैन, त्यहाँदेखि जुन चाहिँ गर्नुपर्ने चिजहरू सबै प्रतिबन्ध लगाएर यो कानुन चाहिँ अहिले बनाइरहेको छ। त्यो कानुनलाई आज 1 जुलाईदेखि इम्प्लिमेन्ट गर्दैछ। यसको विरोध जनाउनको लागि हामी सबै दार्जिलिङमा आज यहाँ भेला भएर हामी प्रोटेस्ट गर्दैछौँ। अच्छा, यो तपाईँहरूले अल इन्डियामै गर्नुहुँदैछ तपाईँहरूको कि जस्ट दार्जिलिङ मात्रै हो? यो अल इन्डिया मात्रै नभएर सारा संसारमा जहाँ जहाँ टिबेटनहरू छ, अमेरिका, क्यानाडा, इङ्ल्यान्ड, फ्रान्स, स्विजरल्यान्ड, जर्मनी सबै जग्गामा आजको दिनमा यो जुन चाहिँ कानुन पास हुँदैछ त्यसलाई इम्प्लिमेन्ट गर्छ, त्यसलाई हामी एकदम विरोध जनाउनको लागि सबै जग्गामा निस्किन्छ। अच्छा, यो जुन चाहिँ तपाईँहरूले अब यो विरोध र्याली गर्नुहुँदैछ नि है,
यो आजको लागि मात्रै हो कि यसलाई फर्दर तपाईँहरूले रिपिट गर्नुहुन्छ के छ अब आजको जुन चाहिँ इम्प्लिमेन्ट आज 1 जुलाईमा हुँदैछ त्यसको लागि आज नै गरेको जुन दिन इम्प्लिमेन्ट हुँदैछ त्यो दिनमा आज स्टडी गरेको जब त्यो इम्प्लिमेन्ट गरेर तिब्बतमा कस्तो कस्तो सिचुएसन हुन्छ त्यो हिसाबले फेरि हामी सोचेर फेरि काम गर्नेछौँ। आज यो जुन चाहिँ अर्गनाइजेसनले गरेको छ नि त्यसमा चाहिँ वुमेन्सले मात्रै गरेको छ मेन्स पनि पार्टिसिपेसन हुन्छ यसमा चाहिँ दार्जिलिङको रिजनल नारी मोर्चाको तत्त्वधनमा गरेको तर यसमा सबै नै सहभागिता भइरहेको छ त्यसमा कोही वुमेन कोही म्यान कोही लामा कोही नानी कोही बुढा कोही बुढी भन्ने छैन सबैले आफ्नो आफ्नो योगदान दिएर जुलुसमा यहाँ भाग लिइरहेको छ। त्यो अर्गनाइजेसनको नाम भनिदिनुहोस् न अर्गनाइजेसनको नाममा टिबेटन नारी सङ्घ थियो नारी वुमेन एसोसिएसन दार्जिलिङ उसले तत्त्वधनमा हामी गरिरहेको छौँ। तपाईँको के छ पोर्टफोलियो नाम के छ तपाईँको म त के होइन तर उनीहरूले एउटा आज यसरी बोलिदिनु भनेको मेरो नाम म छिरिङ क्या छ उनीहरूलाई सघाइदिएको हो किनभने यो तपाईँको यो र्याली चाहिँ कहाँदेखि सुरु हुन्छ त रेलीदेखि तपाईँ चौरस्तादेखि सुरु गएर जस्तो यहाँदेखि गयो गान्धी रोड त्यहाँदेखि बिग बजार गएर पर रेलवे स्टेसनको पुलिसदेखि घुमेर जो पहिला हामी जो गर्छौँ बजारबाट चौक बजारबाट घुमेर यसरी एलिस बिलाबाट भएर यसरी घुमेर फेरि चौरस्ता लास्टमा यहीँ नैसम्म यहाँ चाहिँ तपाईँहरूले केही मिटिङ जुलिस त्यस्तो के मिटिङहरू गर्नुहुन्छ मिटिङ भन्दा पनि अब हाम्रो पहिला आजको मेन विषयमा चाहिँ मानिसहरूलाई वक्तव्य यही नै बताउने छु टिबेटन र हाम्रो नेपाली भाषाबाट उनीहरूलाई सम्झाउने छु त्यसपछि हामी तिब्बतको राष्ट्रगान र इन्डियन नेसनल एन्थम गरेपछि हामी त्यो स्टार्ट गरेर सुरु गर्छौँ त्यहाँदेखि सकेपछि हामी यहाँबाट रिले गर्छौँ। थ्याङ्क यू